यो बच्चा बिग्रियोस् भनेर त्यो गुरुले कहिले पनि शिक्षा दिएको छैन। त्यो शिक्षा दिँदै जाने बेलामा हजारवटा बच्चालाई शिक्षा दिन्छ, तर सही ठाउँमा पुग्ने बच्चाहरू भनेको चाहिँ 2 जना 5 जना मात्रै पुग्छ कि। एउटै गुरुको चेला हो, एउटै गुरुले कथा सिकाएको हुन्छ, एउटै गुरुले सबै कुरा गरे हुन्छ, तर अन्तिम चरणमा पुग्ने चेला भनेको चाहिँ बच्चा भनेको चाहिँ 2-4 जना मात्रै हुन्छ। अनि त्यो गुरुलाई फेरि फर्केर हेर्ने त्यो के अरे बुढाहरू भनेको नि 4-5 जना मात्रै हुन्छ। तर त्यो त्यहाँसम्म पुग्ने बेलासम्म चाहिँ अति धेरै दुःखहरू गरे हुन्छ क्या गुरुले। त्यो बच्चालाई के होला कि कस्तो होला कि के गर्ला कि होइन, बच्चाहरू चाहिँ अब बिग्रेला कि नासेला कि त्यो हुन्छ नि। अनि यो तान्त्रिकमा पनि यो अहिले तान्त्रिक विधिमा, लामा विधिमा सबै कुरामा चाहिँ आज जुन गुरु पूर्णिमाको दिनमा जतिजना आइपुग्नुभयो, जतिजनाले सम्झेर फोन गर्यो, जतिले गुरु भनेर फोन गर्यो होइन, त्यो सबै कुरा चाहिँ यहाँ मनमा लेखेको हुन्छ कि आजको दिनमा यहाँ आउनु, फोन गर्नु, गुरुलाई किन ठुलो बनाउनु भन्ने कुरा होइन कि यो चाहिँ डबल भयो। आज मलाई पुज्यो भने आज मलाई पुज्ने होइन नि त, मैले गरेको कामको प्रशंसा गरेको हो नि त। अनि आज यो पुज्दा, यो खादा लाउँदा, यो सल लाउँदा, सबै कुरा गर्दा म ठुलो होइन कि म अझै जिम्मेवारीमा फस्दैछु। अझै म चाहिँ जिम्मेवारीप्रति म जानुपर्ने हुन्छ, किनभने मलाई डबल बन्धनमा बाँध्यो नि त है। आजबाट झन् मलाई चाहिँ गाह्रो हुन्छ नि त। ओहो, मलाई त्यसरी पूजा छ, मलाई त्यसरी पूजा गर्न छ, मलाई त्यसरी भेट गर्न छ, अब मैले गर्नुपर्छ है। त्यो गर्नुपर्छ भन्ने बेलामा चाहिँ म मर्छु कि भन्ने त्यो सोच पनि आउँदैन, न मलाई कसैले मार्छ कि भन्ने सोच पनि आउँदैन, म भोकै छु भन्ने सोच पनि आउँदैन, म तिर्खाको छु भन्ने सोच पनि आउँदैन। मलाई सिर्फ काम गर्नु छ त काम गर्नु छ, मलाई त्यो ठाउँमा पुग्नु छ त पुग्नु छ। त्यो मेरो बच्चा हो नि, मेरो बच्चालाई जसरी हुन्छ मैले तान्नुपर्छ, मैले सेक्योर गर्नुपर्छ, मैले चाहिँ त्यो बच्चालाई प्रोटेक्सन गर्नुपर्छ। अनि गुरु चाहिँ म मात्रै गुरु होइन है, म मात्रै गुरु होइन, मेरो चेलाहरू पनि सबैजना गुरु। मैले डबल टिका लगाइदिएको कारण चाहिँ यो प्रत्येक बच्चाले पनि हामीलाई ज्ञान सिकाएको हुन्छ। एउटा बिरामी आइपुग्छ, त्यो बिरामीलाई उपचार गर्ने बेलामा त्यहाँबाट 5वटा ज्ञान सिकेर हामीले पनि बसेको हुन्छ। त्यही भएको कारणले गर्दा चाहिँ गुरु पूर्णिमाको दिनमा पूजा गर्ने बेलामा बच्चाहरूलाई यो टिका लाउने बेलासम्ममा चाहिँ सकेसम्म गुरुले चाहिँ पानी नखाइकन बस्दिनु पर्ने हुन्छ। र यो पूजाको विधि चाहिँ सकेसम्म चाहिँ 12 बजे अगावा गरेको पूजालाई चाहिँ पूजा मानिन्छ है। अब 12 बजे पछाडि आउने जति पनि मेरो चेलाहरू छ उनीहरू टाढाबाट आइपुग्दा पनि उनीहरूको महत्त्व चाहिँ अलिकति लेस हुन्छ। सबैलाई बराबर त बराबरै हो, तर जुन समय हुन्छ, समाउनु पर्ने समय हुन्छ, त्यो समयलाई चाहिँ समाउनुपर्छ। अनि मेरो काम म काम भ्याएर जाने त अनि गुरु पूजा बिहानदेखि बेलुकासम्म गराउँला नि, त्यो होइन। आमा खुवाउने औँसीमा यो गुरु पूर्णिमा मात्रै यो महत्त्वपूर्ण होइन है बुढा, आमा खुवाउने औँसी पनि त्यत्तिकै महत्त्व छ। आमा हुन चाहिँ म दिनभरि सबै कुरा गरेर म बेलुका गरेर म गुरु के अरे आमालाई खुवाउन जान्छु होइन है, होइन। आमालाई खुवाउने बेलामा पनि आमा पनि गुरु हो, सबभन्दा ठुलो गुरु। उहाँ गुरुले चाहिँ आमालाई पनि खुवाउनको लागि चाहिँ म सबै काम भ्याएर म बेलुका जान्छु होइन कि, हतार हुनु पऱ्यो, आतुर हुनु पऱ्यो। 12 बज्नुभन्दा अगाडि नै आमाको मुख हेरिसक्नु पऱ्यो। त्योभन्दा पछाडि चाहिँ भूतकालले छोइसकेको हुन्छ। देवकालले भनेको राति देवी देवताको देवताकालले भनेको चाहिँ देवता वरण गर्ने भनेको चाहिँ रातिको 12 बजेदेखि दिउँसोको 12 बजीसम्म, दिउँसोको 12 बजेदेखि रातिको 12 बजीसम्म चाहिँ भूतकालले छोइसकेको हुन्छ। अनि हाम्रो आमा भूत होइन नि त होइन, कामले भ्याएन भन्छ कि काम त सधैँ गरिराखेको हुन्छ, त्यो दिन तिमीले भ्याउनु पऱ्यो। तिमीले आमाप्रति कतिको महत्त्वपूर्ण तिमीले आमालाई मान्दो रहेछ भन्ने कुरा, तिम्रो काम भ्याएर जाँदा त्यो व्यवस्था गरेर आमाको चित्त बुझाउनुको अवस्था भइहाल्यो। अनि बाउ जस्तो सुकै होस्, लाटो होस्, खोरन्डा होस्, गाँडो होस्, चिप्टो होस्, जस्तो सुकै होस्, जडिया होस्, रक्सिया होस्, 12 मान गाली गरोस्, 12 महिना मुख छाडोस्, 12 महिना अनेक रीति भनोस्, तर बाउ यदि महत्त्वपूर्ण छ तिम्रो जिन्दगीमा, किनभने त्यो बाउ नै तिम्रो बिरुवा हो के। ऊ
ऊबाट निक्लेको बिरुवा हो तिमी। जब तिमी 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 छैन भने तिमी हुनुको कारणै तिम्रो बाउ हो। बाउ जडिया भयो, बाउ सधैँ जाँड खाने भयो, मात्ने भयो, कराउने भयो, उफ्रिने भयो, चिच्याउने भयो, नाना भाँती कुरा गर्ने भयो। तर त्यही बाउबाट बिरुवा नआएको भए त तिमी त राम्रो छौ नि त। तिमीले त बुझ्ने भयो नि त के राम्रो के नराम्रो, कस्तो राम्रो कस्तो नराम्रो तिमीले त राम्रोसँग देख्यौ नि त। आखिर बिरुवा त तिमी नि, त्यही बाउको बिरुवा नै भनेपछि जुन रुखबाट बिरुवा हामीमा आयो त्यो बिरुवा त्यो रुखै हामी गलत भन्छौँ भने हाम्रो सन्तानलाई चाहिँदो जति हामीले पनि त दिन सकेको छैन। मेरो बुवा जडिया भनेर हामीलाई दोष दिन्छ भने मेरो बाउ जडिया मलाई केही पनि गर्न सकेन, यो पनि गर्न सकेन भन्दा पनि म जडिया त छैन भनेर हामी भन्छौँ कि त्यो बाउलाई किन बुझ्ने भन्छ। तर मैले मेरो सन्तानलाई पनि त दिनुपर्ने कुरा त दिन सकेको छैन। त्यो जडिया भन्दा कमी भयो, त्यो जडिया भन्दा कमी भयो भएन भने बाउको आउने औँसीको दिनमा पनि जस्तो सुकै भयो भने बिहान 12 बज्नुभन्दा अगाडि नै बाउलाई ढोग्ने, बाउलाई पनि र माता पिता सबभन्दा माथि आमा बुवा माता पितालाई जुन छोराछोरीले हात उठाउँछ, जुन छोराछोरीले आमा बाउलाई पिट्छ कुट्छ, त्यो बच्चा बच्चीले भगवान पुज्नु, गुरु पुज्नु, ब्रह्माण्ड पुज्नु केही अर्थ छैन। किनभने यो भगवान हो हैन। जस्तै अहिले म छुरा पो मैले यो चाहिँ भगवान हो है बाबु यो ढोग्नुपर्छ भनेर कसले सिकायो? मैले सिकायो नि त मेरो बच्चालाई। मेरो श्रीमतीले सिकायो नि त योलाई भगवानलाई ढोग्नुपर्छ है बाबु, माया गर्नुपर्छ भनेर। जब त्यो आमा बाउले नै भगवान भनेर नचिनाएको भए त्यो बच्चालाई भगवान भन्ने के थाहै हुँदैन हैन। जब आमा बाउले सिकाएर त भगवान चिन्यो, भगवान चिनेपछि के भयो त आमा बाउ बिर्सियो। जसले ज्ञान दियो त्यसलाई बिर्सियो। जो भगवान छ भगवानलाई सम्झिँदा साँच्चै यो भगवान खुसी हुन्छ होला। जसले मलाई चिन्जान गराइदियो त्यो व्यक्ति नै मसँग छैन, त्यो व्यक्ति खुसी छैन भने म कसैले गरौँ? मलाई कसैले फल्ना भनेर चिनाइदियो अनि म अन्तिमसम्म जाने बेला त्यो चिनाउने व्यक्ति नै छैन, म गएको के अर्थ थियो? म बाध्यताले जाँदा पनि मसँग सरन्तरण हुँदैन नि, म भित्रको माया आउँदैन नि, जुन ल्याउने बाटो नै छैन। त्यही भएको कारणले चाहिँ मेरो बच्चाहरू सबैजना मलाई आज पूजा गर्न आयो, पुज्न आयो, गुरुलाई पुज्यो। अब आमा खुवाउने औँसीमा आमालाई पुज्यो कि पुजेनौ, बाउ खुवाउने औँसीमा चाहिँ पुज्नु पर्यो बाउलाई। जब बाउ पुज्छ, जब आमा पुज्छ अनि मलाई पुज्छ भने अनि भगवान पुज्छ भने हामी सबैजना खुसी। भगवान खुसी, आमा खुसी, बाउ खुसी, गुरु यसै खुसी। अनि जे माग्छ त्यो थुप्रो नपुग्ला, तिमीले यति माग्ला यति नपुग्ला, तर यतिको स्वाद यति तिमीले पाउँछै पाउँछ। तिमीले कुन्टल नपाउला किलो पाउँछै पाउँछ। त्यो किलोलाई कसरी कुन्टल बनाउने त्यो तिम्रो हातमा। जब आमालाई पुज्न सक्दैन, बाउलाई पुज्न सक्दैन भने आज गुरुलाई पुज्न आएर, भगवानलाई पुज्न आएर त्यो पूजाको अर्थ छैन। आउँदैन। त्यो आमा बाउले जन्माइदिएर पो आज मैले ज्ञान दिन पायो हैन। आज मलाई गुरु भनेर पुज्नलाई आयो, त्यो आमा बाउ नै नभएको भए मलाई कसरी गुरु भन्थ्यो त? मैले कसरी कसलाई ज्ञान दिन्थ्यो र? दिँदैन थियो नि त मैले ज्ञान। त्यही भएको कारणले आमा पुज्नु, बुवा पुज्नु, भगवान पुज्नु, गुरु पुज्नु। र गुरुले भन्नुपर्छ आमा बाउ पुज्नु भनेर आमा खुवाउने औँसीमा पुज्ने, बाउ खुवाउने औँसीमा पुज्ने, अनि अरू बेलामा चाहिँ बाउलाई लात्ताले हान्ने, आमालाई हात उठाउने, आमालाई लात्ताले हान्ने भयो भने त्यो नर्ग मलाई यहाँ दुधै नुहाएर मलाई सर्व भगवानै बनाएर भगवानको मन्दिर बनाउने बेलामा एउटा
जग्गै किनेर भगवानको मन्दिरै बनाइदिएर मठै बनाइदिएर दुनियाँले तिमीलाई पुज्ला, दुनियाँले तिमीलाई मान्ला। हो फल्नाले त यत्रो जग्गा किन्यो, यत्रो मन्दिर बनाइदियो, यो गरिदियो, त्यो गर्यो, भित्तामा ठुला ठुला पोस्टर, ठुला ठुला कुराहरू बनाउला। तर त्यो भित्र बस्ने भगवानले चाहिँ प्रत्येक दिन आँसु झारिराखेका हुन्छ। तिमीले मन्दिर त बनायौ, जग्गा पनि दान गर्यो, जमिन पनि दान गर्यो, तिम्रो ठुला ठुला पोस्टर पनि छापियो, ठुला ठुला ठाउँमा राख्यो, मान्छेले दुनियाँ ठाउँमा जाने बेलामा भजन कीर्तन हरेक कुरा गर्ने ठाउँमा तिमीलाई मान सम्मान ठुलो कुरा पाइराखेको छ, सबै कुरा पाइराखेको छ। तर त्यही भगवानले चाहिँ तिमीलाई नोट गरिरहेको हुन्छ। त्यो भगवान चाहिँ प्रत्येक दिन रोइरहेको हुन्छ। किनभने जुन व्यक्तिले मलाई चिनायो, जुन व्यक्तिले म भनेर चिनायो, मसँग बोल्न लगायो, आज त्यो सन्तान ममा आउने बेलामा उसलाई जन्म दिने जुन साक्षात् भगवानै टाढा भयो नि त, त्यो भगवानले तिमीलाई आशीर्वाद दिन्छ। र त्यसको प्रतिफल के आउँछ? त्यसको प्रतिफल जसरी तिमी बुढेसकाल हुँदै जान्छ, तिमी जसरी तिम्रो उमेर ढल्किँदै जान्छ, त्यस पछाडि तिमीसँग लाखौँ सम्पत्ति होस्, करोडौँ सम्पत्ति होस्, तिम्रो इज्जत सिद्धिँदै जान्छ, तिम्रो मान मान्यता सिद्धिँदै जान्छ, तिम्रो हरेक कुरा सिद्धिँदै जान्छ। अन्त्यमा तिमी एक्लै हुन्छौ। किनभने तिम्रो उमेर बुढेसकाल हुने बेलामा तिम्रो आमा बाबु त एक्लै तिमीले छोड्यौ। तिमीले बुढाबुढी भएको आमा बाबुलाई एक्लै छोड्छ भने तिमी पनि त बुढाबुढी त्यो आमा बाबुको उमेर पुग्ने बेलामा तिमी पनि त एक्लोपनै हुने हो। तर आमा जडियाइ होस्, आमा रक्सियाइ होस्, बाउ जडियाइ होस्, फोहोर घिनारी सबै कुरा होस्, तर त्यो आमा बाउलाई हात नउठाइकन, वचन नफर्काइकन, जति भएको चुपचाप लाएर मेरो आमाको बुद्धि यस्तै हो, मेरो बाउको बुद्धि यस्तै हो, मेरो बाबाको बुद्धि नै आएन, मैले के गर्नु भन्ने खालको सोच आफू मनमा लिएर आफूले पूजा गर्नुपर्ने बेलामा पूजाआजा गर्दै हिँडेर भगवान मैले मेरो आमा बाउलाई पूजा गर्ने बेलामा पनि मैले कहिले पनि म आमालाई वचन फर्काएको छैन, बाउलाई वचन फर्काएको छैन, मैले आमा बाउलाई लात्ता हानेको छैन, हात पिटेको छैन, मैले सबै कुरा गरेको छैन भने भगवान म सधैँ किन रुन पर्ने? म त तपाईँको बाटोमै छु नि त, मैले के गल्ती गरेर म रुन पर्ने भनेर माग, अगरबत्ती बालेर माग, तिमीलाई खुसी पाउँछै पाउँछ, खुसी मिल्छ किन भगवानलाई लाज हुन्छ हो नि त। त्यस्तो गरेर आमा बाउले सबै कुरा त्याग्ने बेलामा आमा बाउले त्यत्रो सबै कुरा नानाभाती भन्ने बेलामा यसले केही बोलेको छैन नि भनेपछि यो शुद्ध छ है, यो राम्रो छ, यो विचारको धनी छ, विचारको मनको धनी छ, यो मनको सफा छ भनेर भगवानले तिमीलाई आशीर्वाद दिन्छै दिन्छ, तिमीलाई खुसी दिन्छै दिन्छ। त्यसको प्रतिफल के हुन्छ भने तिमी सही सलामत भएपछि तिम्रो सन्तानले तिमीलाई छोड्न कहिले पनि सक्दैन। तिम्रो सन्तान तिम्रो पछाडि जहिले पनि उभिएको हुन्छ। मलाई दुख्यो भन्ने बित्तिकै, दुख्यो भन्ने होइन, एकछिन झोकेर बस्ने बित्तिकै मम्मी के भयो, बाबा के भयो भन्नलाई पछाडिपट्टि तिम्रो सन्तान उभिएको हुन्छै हुन्छ। तर जब तिमीले अगाडिको आफ्नो आमा बाउलाई पुज्न सक्दैन भने भगवान पुजेर पनि अर्थ छैन, गुरु पुजेर पनि अर्थ छैन, भगवानको मन्दिर बनाएर पनि अर्थ छैन, केही पनि अर्थ छैन। र कतिपय भक्तहरूले त्यो भिडियो हेर्दै गर्ने बेलामा कतिपय भक्तहरूले कुरा गर्छ होला मेरो बुवा यस्तो उस्तो, त्यो होइन। ए गुरुको त सबै कुरा हो, अब बुवाले यस्तो गरिदिनु भयो होला, आमाले यस्तो गरिदिनु भएको होला, त्यही भएर आमा बाउको चाहिँ प्रशंसा, पढाउनु भएको होला, सबै कुरा ज्ञान दिनुभएको होला, त्यो भएको कारणले आमा बुवाको यति धेरै प्रशंसा गर्नुभएको, हामीले त त्यो पाएन भन्ने खालको कतिपय जिज्ञासा मनमा आउँला। 17 महिनामा बाउ मरेर 34 महिनामा आमाले छोडेको टु र सबभन्दा भागी बच्चा भनेको मैले। 28 वर्षको उमेरसम्म, 29 वर्षको उमेरसम्ममा बाउको अनुहार कस्तो भनेर देख्न नपाउँदाको पीडा बोकेको बच्चा पनि मैले, त्यो बच्चा पनि मैले। तर जुन दिन मैले बुवाको फोटो भेटेँ, आज मेरो मम्मी, आज मैले यहाँबाट बोल्न पर्ने गुरु पूर्णिमाको दिनमा, यो सत्य हो, सत्यलाई बोल्न पर्छ, सत्यलाई लुकाउनु हुँदैन। आज मेरो मम्मी मेरो साथमा हुनुहुन्न, मम्मी हुनुहुन्छ जहाँ हुनुहुन्छ उहाँ त्यहीँ सुखी हुनुहुन्छ, आनन्द हुनुहुन्छ, खुसी हुनुहुन्छ। तर आजको दिनसम्म मैले मेरो मम्मीलाई मेरो कारणले गर्दा मैले आँसु झार्न दिएको छैन। मलाई त 34 महिनामै छोडेर जानुभयो नि, मैले त मलाई आँसु दिन सक्थ्यो नि त, मलाई त गाली गर्न सक्थ्यो, अगाडि गएर झगडा गर्न सक्थ्यो, मैले यो पाएन, मैले उस्तो पाएन, मैले यस्तो पाएन, मैले यो पाएन भनेर भन्न सक्थ्यो।
तर मैले किन भने 34 महिना जुन समय उहाँले मलाई दिनुभयो त्यो नै मेरो लागि अमूल्य हो कि 34 महिना उहाँले जुन दिन उहाँले मेन कुरा त उहाँले गर्भमा मलाई लिनुभयो त्यो अमूल्य। त्यसरी उहाँ 9 महिनासम्म सुत्नु भएन, त्यो महाअमूल्य। जुन दिन मलाई जन्म दिने बेलामा उहाँ आफू पनि मर्न सक्नुहुन्थ्यो, तर म मर्छु कि भन्ने मनमा हिको नराखिकन मलाई जन्म दिनुभयो, त्यो अमूल्य। अनि म 8-9 महिना 9-10 वर्ष महिनासम्म जब मैले भात पचाउन सक्दैन थिएँ त्यतिखेर उहाँलाई कति निन्द्रा लाग्यो होला, कति भोक लागेको थियो होला, कति तिर्खा लागेको थियो होला। त्यतिखेर त्यो भोक नभनिकन, तिर्खा नभनिकन उहाँले पानी खाएर मलाई दुध पिलाउनु भयो, त्यो अमूल्य। 34 महिनासम्म खुट्टा पुजे बनाइदिनु भएन, हात गोडे बनाइदिनु भएन, कुनै पनि शरीरमा एउटा डाम राखिदिनु भएन, त्यो अमूल्य। परिस्थिति थियो होला उहाँ जानुभयो, तर जानुभयो भन्दैमा आज मैले मेरो गाउँको मम्मीलाई भनेर मैले त्यो गाली गलौज गर्ने, उहाँलाई आँसु दिने पाइएन नि त, पाइएन। मेरो बुवाले मलाई केही पनि दिनु भएन। 17 महिनामै उहाँ बुवा बितेर जानुभयो। उहाँले बुवाको जिम्मेवारीको एउटा धागो पनि दिनु भएन। उहाँले कमाएर, उहाँको कमाइ भनेर मैले एउटा धागो पनि लगाएँ। बुवाको कमाइको वास्तवमा भन्यो भने मैले खुसी भएर मेरो बाबाले ल्याइदिएको भनेर बच्चाहरूले भन्छ नि, मेरो बाबाले किनिदिएको भनेर एउटा टी सर्टै लाउँदा नि कति खुसी हुन्छ, तर एउटा धागोको टुक्रा पनि मेरो बाबाले किनिदिएको भनेर मैले लाउन पाएन। दुःख छ नि, तर उहाँलाई पनि त मरेर जानुपर्ने इच्छा त थिएन होला। उहाँले नि गर्छु त भन्नुभयो होला होइन। आज मेरो बुवालाई थाना अलग बनाएर म पूजा गर्छु। कुनै बेलामा म यहाँ पूजा गरेर कामले गर्ने बेलामा रात बिरात गरेर हिँड्ने बेलामा म पुग्न भ्याएन भने 2 दिन 3-5 दिन पछाडि म त्यहाँ गयो भने तल मेरो याद नआएको भनेर गाली गर्नुहुन्छ होइन। याद आएको त बुहारीले दिएको सधैँ छ नि, बुहारी त भएको सधैँ छ नि, तँ आएको जस्तो तँ पनि आएको भयो हुन्थ्यो नि त, यहीँबाट हिँड्छस् त, मलाई यति पनि बोल्दैनस् भनेर गाली गर्नुहुन्छ। आएँ त म भन्छु है, त्यो चाहिँ हामीसँग सुन्ने क्षमता छ है, त्यो हुन्छ। तर मेरो बुवालाई कतिपय मान्छेले भन्छ कि ए मेरो बाउ त जाँड खाएर कामै नलाग्ने लास्टै स्थिति हुन्छ। जाँडै खाएको भए पनि तिमीलाई आपत परेको बेलामा, तिमीलाई कहीँ कतै जेल पर्यो, कहीँ कतै पुलिस प्रशासन गर्न पर्यो भने त्यही जडिया बाउ अगाडि गएर सिग्नेचर नगरिकन अर्को काका बाउले सिग्नेचर गरेर निक्लिँदा त निक्लिँदैन कि बाउ मरेको प्रमाणित देखाउनु पर्यो भने बाउ र आमा चाहिँ त्यति भगवान पुज्नुभन्दा पहिला बाउआमा हामी जीवित मान्छेले जब बित्नु भएको छ भने पहिला आफ्नो बितेको बाउआमा पुज्नु पर्यो, अनि भगवान पुज्नु पर्यो, अनि हामी सबैजना छँदैछौँ है। अनि बिहे गरिसकेको छोरी मान्छेले, यो चाहिँ अन्तिम समय हेर्नु होला, बिहे गरेको छोरी मान्छेले जस्तै बिहे गरेर गयो, बिहे गरेर गइसक्यो, बिहे गरेको छोरी मान्छेले कतिपय घरमा मैले भनेको सुन्छु कि मेरो बाबाआमालाई चाहिँ पुज्नु छैन, उसको बाबाआमालाई मात्र किन पुज्नु पर्यो, त्यो पनि मैले धेरै सुनेको छु। अनि बिहे गरेको छोरीहरूले चाहिँ बिहे गरिसके पछाडि बाबाआमा मरिसके पछाडि आफ्नो घरमा लगेर आफ्नो बाबाआमाको फोटो राखेर पूजा गरेको पनि मैले थुप्रै ठाउँ देखेँ। पाउँदैन बितिसकेको बाबाआमालाई तिमीले तिम्रो घरमा लगेर पूजा गर्न पाइँदैन, माइतीको बाबाआमालाई लगेर पूजा गर्न पाइँदैन, पाइँदैन। त्यो घर अर्को कुलको घर हो, अर्को पितृको घर हो। फोटो राख्नु भनेको अब कुलको अब 2टा घर छ, कुलको आफ्नो कुल कुलानी पितृको अलगै राखेको छ, बाउलाई अलगै राखेको छ। मिल्दैन, 4 महिना भएको छ बाउमा मिल्दैन। अंश खाएको छ, अंश खाएको छैन भने मिल्दैन। त्यो बुवाको अंश खाएको भए, जन्म लिएको त्यो बुवाको बुवा हो, अंश खाएको भए चाहिँ मिल्यो। अंश नखाएको भए चाहिँ कुन दिन गर्ने, बाउको लागि पूजा कुन दिन गर्ने? 3 वर्षसम्म वर्षौनी 108 बत्ती बाल्न पाइयो छोरीले, बिहे गरेको छोरीले 3 वर्षसम्म 108 बत्ती बाल्न पाइयो। अझ चाहिँ हिन्दू धर्म परम्परागत हिसाबले हो भने, हिन्दू धर्मको परम्परागत तरिकाले हो भने औँसीको बेलामा बत्ती बाल्छ बाबाआमाको लागि, यो कुशी औँसीको बेलामा बत्ती बाल्छ। त्यो 3 वर्ष छोरीले व्रत बसेर बत्ती बाल्न पाइयो। अनि बाउ खुवाउने औँसीको दिनमा 5 जना 7 जना 8 जना पण्डित राखेर पढाएर दान गर्न पाइयो।
दान गर्न पाइयो, तर सधैँ छोरीको घरमा राखेर पूजा गर्न पाइएन। किन पाइएन भन्दा चाहिँ हामी स्वयंको पनि छोराछोरी छ। छोरीको घरमा गएर हामी कति दिन गएर खान सक्छ? मलाई मेरो छोरीले मेरो बिहे गरेर गएको छोरीले बाबा तपाईँ आएर बस्नुहोस् न भन्यो भने म मेरो छोरीको घरमा कति दिन बसेर खान सक्छु? बढी से बढी 5 दिन, 10 दिन, 15 दिन। 15 दिन पछाडि पोल छ कि बाउ हो नि। बिहे गरेर गइसकेपछि छोरीको हातबाट पस्केको खाना खाँदा पाउ भारी हुन्छ। बाउको यो पेट भारी हुन्छ। किनभने त्यहाँ छोरी मात्रै होइन नि, त्यहाँ ज्वाइँको अधिकार छ नि। त्यो ज्वाइँले थिचेको छैन हो। मैले छोरीलाई यति जग्गा किनेर दिएको भए त्यो ज्वाइँ त मेरो छोरा भयो नि त। किनभने अंश त छोरालाई दिइन्छ नि त। मैले छोरीलाई दिएको होइन नि त अंश। मैले छोरीलाई दिएको दियो नि त। जे जस्तै भए पनि अब 5 वर्षमा आमा मर्यो, बाबुले जवानमै माया फेरि के गर्नु हुन्छ? कमी गरेन। आमाकै माया दिएर हुर्काएको। के गर्नु? त्यो दुःख आफ्नो ठाउँमा छ, तर नीतिको नियम आफ्नो ठाउँमा छ। नीतिले बनाएको छ नि त एउटा नियम। खै भर्खर 4 महिना भएको छ। नीतिले बनाएको छ नि त नियम। नीतिले बनाएको नियम चाहिँ छोरीको घरमा गएर बाउ बस्न सक्दैन। किनभने त्यहाँ सन्धि हुन्छ नि त होइन। म जस्तै बुढो अर्को एउटा त्यहीँ उसको घरको पनि ससुरा हुन्छ नि त सन्धि। अनि जस्तो सुकै भयो भने बाउलाई पहिला 1 गिलास चिया दिउँ भन्ने हुन्छ। उता ससुरा बाउ हेरिराख्यो भने मलाई गाह्रो हुन्छ कि म आएको कारणले गर्दा सन्धिलाई पहिला पुगेन नि त। त्यो बाउ हुन्छ हो। छोरीको अधिकार कहिले छ? बाउ खुवाउने औँसीको दिनमा ससुरालाई जे बनाउनु पर्यो बनाइसकेपछि म माइती जान्छु भन्न पाउने बेलामा त त्यो ससुराले पनि किन गएको माइती बुहारी भन्ने पाउँदैन कि। मेरो जन्म दिने बाउ हो नि त, मैले पूजा गर्न जान पाउनु पऱ्यो नि त। अंश खाएको छ भने चाहिँ फेरि थोरै भए अंश खाएको छ भने चाहिँ छोरा बराबर 1 वर्षसम्म त्यो छोरीले सबै कुरा बार्न पऱ्यो, सबै कुरा गर्न पऱ्यो, सबै कुरा गरेर पूजाआजा गर्नु पऱ्यो बाउको। अंश खाएको छैन भने चाहिँ घेवा सकिसकेपछि 49 सम्म हाम्रो तामाङ जातिमा 49 सम्म म बार्छु भन्न पाइयो। 49 सकिसकेपछि छोरीले बार्दा चाहिँ बाउ ऋणी हुन्छ। छोरीको घरमा गएर हामी बाउले खायो भने के गर्छौँ भने नाता नातिनीलाई कतै न कतै हामी पैसा मोटो रकम दिएर जान्छौँ कि। तर छोराको घरमा गएर खायो भने हामी दिँदैन नि त। छोराको घरमा गएर म 2 महिना बसेर खायो भने पनि म त्यहाँबाट निक्लिने बेलामा नाता नातिले मलाई 150 रुपियाँ दिएर निक्ल्यो भने निक्लेन भने त्यसको बाउले दिइहाल्छ नि भन्छ निक्लिन्छु। तर छोरी घरमा म 10 दिन मात्रै गएर खायो भने मैले मोटामोटी साधारण तरिकाले तयले मोटामोटी हिसाब गरेको जस्तो गरेर निक्लिने बेलामा अथवा नातिको हातमा अथवा नातिनीको हातमा मैले 100, 2000, 3000 मैले त्यो हातमा हालिदिएर म निस्किन्छु। किन भन्दा मलाई पाप नलागोस् भने ऋण चुक्ता गरेर यो कुरा एकदम महत्त्व छ। हामीले यो गरेको छैन। अनि कतिपयले के गर्छन्, मेरो बाबुआमाको म पनि छोरा भयो नि म छोरी नै हो, म चाहिँ 1 वर्षसम्म बार्छु भनेर बार्छ। त्यो बार्नु चाहिँ घातक हो। बार्न पाइँदैन। किन बार्न पाइँदैन भने तिमीले मेरो लागि बार्यो, बाउ आमा त बितेर गयो, कसको लागि तिमीले बार्यो भन्दा त दाजुभाइसँगको के अरे सम्बन्ध जोगाउनको लागि बार्यो। भोलि केही कदम कता चाहिँ तिमी मरेको दिनमा तिमी मर्दैछ, तिमी मर्यो भने तिमी मरेको उस्तै पऱ्यो भने क्रिया नसक्ने बेलामै घेवा नसक्ने बेलामै यता माइती घरबाट बिहे चल्छ, बिहे चलाउँछ चल्छ भने तिमीले बारेको ऋण तिरेको खोइ त। तर बिहे सबै कुरा तयार भइसक्यो, त्यहाँ जुन बनाउनु पर्ने खानेकुरा पनि बनाइसक्यो, तर त्यही दाजुभाइ खालमा मरेको रहेछ भने उसको त्यो बरु भोज खाल्टोमा हालिदिन्छ, त्यो बिहे चल्दैन।
अब आमा बाउको बारेपछि त त्यो त डबल हो नि त। तिमीले बारेपछि त तिमी मर्ने बेलामा नि त तिम्रो माइतीले बारिदिनु पर्ने हो नि त, तिमीलाई बारिदिँदैन। तिम्रो घरमा बिहेको लागि सबै कुरा तयार भइसक्यो, उहाँ माइती घरमा जुठो पर्यो भने नि माइती पक्षको कोही माइतीकै मान्छे जस्तो नाता परेको मान्छे मामा बनेर अगाडि उभियो भने तिम्रो घरको बिहे चल्छ। मलाई ठाडी सपनामा बाउले त्यो बत्ती बाल्यो, बिहान बेलुका पूजा गर्यो, सपनामा आएर 100 रुपियाँ 50 रुपियाँ पैसा दिएर राख्छ। हिजो पनि सपना तिर्यो त, हिजो पनि सपना देखाएको प्रोब्लम छ, त्यही भएर सपना 50 रुपियाँ पैसा दिएर राखेर होला, लुकाएर राखेँ तर खाजा भनेर। त्यो बुवाले किन गर्नुभयो भन्दा प्रत्येक दिन तिमीले बत्ती बालिरहेछ, बुवाले तिम्रो त्यो बत्तीको दिइरहेछ। दिन्छ अस्ति नै एक डालो मकै दिएर पठाएको चुकाइरहनु भएको थियो, भार बिचरा भार नबोक्ने म भनेर फिर्ता गरिरहेको फेरि एक दिन नै काँक्रो अनि के अरे मुला अनि त्यो के अरे छोरीको मैले सित्तैमा खानु सिसिन्दाहरू रहेछ एक डालु यो राखेको छ है गाडी पकाएर खा भनेर किनेर आफ्नो बुवा पकाउँछ तपाईँले खानु खाँदैन भनेर। अब यहाँ कति फरक छ, यदि तिमीले कन्टिन्यू ससुरा बितेर ससुराले पूजा गरेको, ससुराले के भन्थ्यो भने उहाँले ल्याऊ किन बनाएन बुहारी, ल्याऊ न मलाई दिने बेला भएन, पकाउनु पर्दैन, यो शब्द आउँथ्यो ससुरामा, किन उसको अधिकार हो नि त। बुवाले के हो भने तिमीले दिएर गयो तर उसले नखाइकन गयो, किनभने छोरीमाथि भार हुन्छ भनेर। अघि मैले बोलेको कुरा, सपनामा देखेको कुरा एउटै आएन। हिजो त 50 को टक्की हरियो टक्की दिएर राखेको, केही भएको कारणले गर्दा चाहिँ हामीले कहिले भोलि पुर्ने छ त्यही भएर बाउले हामीले कहिले पनि हामीले गर्न पर्ने नीति भन्दा हामी आफैले जान्ने भएर हामीले बढी गर्ने बेलामा चाहिँ राम्रो चाहिँ होइन, उहाँलाई पनि भारी बोकाएको हुन्छ, हामी आफै पनि थिच्छ। अनि हामी कोबाट थिचिन्छ, कुलबाट थिचिन्छ। कुलबाट किन थिचिन्छ, जस्तै अहिले 4 महिनादेखि कन्टिन्यू बुवाको लागि भनेर बत्ती बालेको छ भने हिजो ससुराको लागि कन्टिन्यू बत्ती बाल्न सक्यो कि सकेन है? त्यसमा 20 वर्ष भयो, त्यसको पुण्य त फेरि आफैले पाउने हो। त्यसको लागि चाहिँ हामीले भगवान्भन्दा पहिला अरूले भगवान् भन्ला, यो कुराले विवाद पनि आउला, सर्वस्व सबै कुरा त भगवान् हो भनेर विवाद पनि आउला, तर मलाई फरक पर्दैन। म चाहिँ पहिलो प्राथमिकता भनेको मेरो बाउआमा, बाउआमा पछाडि भगवान्, पछाडि गुरु। गुरुले पनि, गुरु चाहिँ किन लाग्छ, गुरु चाहिँ अन्तिममा किन भने भगवान्ले आदेश नदिकन गुरुले अराउनै पाइँदैन, गुरुले भन्नै पाइँदैन, बाटो छुट्याइदिनु। त्यही भएरले गुरु बाउले जहिले पनि यसो लानु